हेलो गाइज हैन एथलेटिक म्याड्रिडले चाहिँ रियल म्याड्रिडलाई चिलिम पारेको छ। अनि जुलियन अल्भारेजले चाहिँ भनेको थियो हामी आउँदैछौँ है रियल म्याड्रिडसँग भिड्न, हामी जितेरै जान्छ भनेको थियो। देखाइदियो दम। रियल म्याड्रिडले एकछिनसम्म त बराबरीको लाइन बनाइरहेको थियो, तर धेरै बेरसम्म टिकाउन सकिएन। गेम भने रियल म्याड्रिडको राम्रो थियो, तर 5 गोल 5-2 को कारणले हारेको छ। गाइज रियल म्याड्रिडले अब पोइन्ट ड्रप गरेको छ। बार्सिलोनालाई चाहिँ सजिलो भयो है गाइज। एथलेटिक म्याड्रिडले नि यो बबाल खेलेर जितेको। जुलियन अल्भारेजको पर्फर्मेन्स खतरा थियो गाइज। जित्न चाहिँ बबाल जित्यो गाइज। यति छ। अब बार्सिलोनाले के कस्तो गर्छ गाइज, त्यही हो।